10 बजेर 10 मिनट गयो। यतिखेरदेखि म 7 बजेदेखि हेरिरहेको छु। अहिले चाहिँ 10 बजेर 10 मिनट गयो। हाम्रो चाहिँ ब्रह्मकमल फुल यति फुल्नुभयो। अब चाहिँ फुल्नुलाई ठ्याक्कै 2 घन्टा भयो साथीहरू। अब हामी सुत्छौँ साथीहरू। यहाँ भित्र हेर्नुहोस् 10 बजेर 10 मिनट। अब चाहिँ सुत्ने। खाना नै खाएको छैन। अब खाना खाने है एकैचोटि। अनि उयो फुल्यो भने कस्तो हुन्छ र सोच्नुहोस्। यो यसरी यो फुल एकैचोटि यो फुल्यो भने कस्तो हुन्छ होला सोच्नुहोस् त साथीहरू। पारिजात राति फुल्ने त्यो आन्टी मलाई त्यसो इसमा अहिले आइरह नि अघि कस्तो थियो नि एकचोटि त्यो आयो भने त म त्यसको पछि पछि जानु मन लाग्छ अस्ति थियो हैन ला कहाँ छ त्यस्तो हुन्छ मलाई त राति फुल्ने पारिजातको त सूर्यसँग लप गराइदियो नि त